ड्रइङ कम्पिटिसनमा फर्स्ट भएको छु। मामु बाबाले देखाउँछु, मामु बाबा खुसी हुनुहुन्छ। बाबा हजुर आउनु भ्याउनु भएन है? हेर्नु त म ड्रइङ कम्पिटिसनमा फर्स्ट भएँ। ए हो र? स्याबास, राम्रो गर्दै जानु। मामु म त ड्रइङ कम्पिटिसनमा फर्स्ट भएको छु नि। हो र छोरो, स्याबास, अझै राम्रो गर्दै जानु। कति राम्रो बनाएको रहेछ। मामु हजुर नहेरिकन स्याबास राम्रो किन भन्नुभयो? मामु मैले ब्लकको हाउस बनाउने आएन, हजुर आउनु न। बाबा त्यही बाहिरै हुनुहुन्छ, जाऊ न छोरो, मेरो एकैछिनमा बनाएको काम छ। बाबा मलाई ब्लकको घर बनाउने आएन, हजुर हेल्प गर्न आइदिनु न। म एकछिन काम गरिरहेको छु बाबु, जाऊ त आफै गर। हजुरले मलाई दिने टाइम कहिले हुन्छ बाबा? बाबु तिमीले के गरेको यस्तो? यो डर लाग्यो नि त्यसरी हिर्काएको। यहाँ आऊ तिमी। तिमीले बनाएको ड्रइङ हो यो? हो। अनि के बनाएको यस्तो यो भेरी ब्याड फ्यामिली भनेर? हजुरको पनि मोबाइल साथी, बाबाको पनि मोबाइल साथी, म एक्लो छु अनि। बाबु तिमी कहाँ हिँडेको? कहाँ हिँड्नु नि बाबा? साथी खोज्न हिँडेको नि। हजुरहरूको साथी त मैले हो, मेरो कोही नि साथी नै होइन। काले, मलाई त अहिले छोरोले कसरी भनेर गयो नि, हजुरहरू खालि मोबाइल चलाउनुहुन्छ, मेरो चाहिँ कोही छैन भनेर। भन्ने मात्रै होइन बरु, यहाँ हेर्नु कस्तो ड्रइङ बनाएको छ। हजुरको नि मोबाइल साथी रे, बाबाको नि मोबाइल साथी रे, मेरो साथी कोही पनि छैन, म एक्लो भनेर। गल्ती हाम्रै हो बुढो, हामीले हाम्रो बच्चाको भविष्य आफै बिगार्दैछौँ। अत्यावश्यक काममा बाहेक बच्चाको गाडी सकेसम्म मोबाइल नचलाउनु। बच्चालाई पढाउने समय, उसलाई खेलाउने समय,